क्याम्पिङको लागि जाँदैछु नदीमा। मलाई जाँदा खाजा खाने पार्टी। गाइस मैले चाहिँ सानो सर्पदेखि न हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ टक्क म क्याम्पिङको लागि जाँदैछु र हाम्रो गाउँको खोला नदीमा गाइसहरु। म चाहिँ घरबाट हिँडिसकेँ। अब के हुन्छ बाटोमा देखाइहाल्छु। आज अबको 24 घण्टा चाहिँ म त्यही नदीमा बिताउनेवाला छु। आइरहेको छ यतातिर चाहिँ, उता पहाडीतिर चाहिँ अलिक बादल लाग्यो जस्तो छ, अलिक चिसो जस्तो छ उतातिर। हाम्रो मकै यस्तो भयो। हाम्रो चाहिँ यता हो, यो सबै खेत हाम्रै हो, थोरै छैन गाइजहरु। म देखाउँछु त्यहाँबाट हाम्रो खेत। ल हाम्रो खेत चाहिँ एकदम धेरै छ, थोरै छैन खेत हाम्रो। सबै मैले एक्लै जोत्छु र मैले एक्लै हाल्छु मकै। ल गाइज हेर्नुहोस् हाम्रो खेत कति ठुलो गरेर त देखिएकै छैन। अस्ति मैले गोरु जोतेको थिएँ नि, तपाईँले हेर्नुहुन्छ भने मेरो भ्लग थाहा भइहाल्छ। त्यो चाहिँ एकदम खतरनाक छ, ठुलो गरेर छ। जाँदैछु, घाम लागिरहेछ नाच्दै। यतातिर पारी बादल यस्तै छ गाइस। अब चाहिँ दोकान जानुपर्ने हुन्छ, सामानहरू खानु पर्यो नि, खानालाई सामानहरू लिन। ल गाइस म चाहिँ टक्क मलामी जाँदाखेरि खाजा खाने पार्टीमा चाहिँ आइसकेँ। यस्तो छ हाम्रो मलामी जाँदा खाजा खाने पार्टी। तलतिर पनि छ, यता क्रियापुत्रीहरू बस्ने ठाउँ एकदम व्यवस्थित छ हाम्रो खाजा खाने पार्टी। दामी छ, शीतल एकछिन हावा खाउँ। यहाँ अस्ति भर्खर आइएको थियो, यहाँ मान्छे बुझ्नु न आफै यहाँ किन आइसक्यो थाहा पाउँदै होला है गाइसहरु। आइसक्यो, गर्मी चाहिँ एकदम तल गएर कति बेला पौडी खेल्नु जस्तो भइसक्यो मलाई चाहिँ गाइसहरु। यस्तै छ, के भनौँ, साह्रै गर्मी हो। यहाँबाट चाहिँ हाम्रो थाक्ले बासी यस्तो देखिन्छ, एकदम खतरनाक छ। गाइस मैले चाहिँ सानो सर्पदेखि न मुटु ढुकढुक भइगयो नि। अहिले यस्तो भएपछि भरे कसरी बिताउने त गाइसहरु। ढुकढुक गर्दैछ, यहाँ थाहा पाइन्छ। ल गाइस म चाहिँ यहाँ हाम्रो यो पहिलेको पुरानो बाटोमा आइसकेँ। पुरानो बाटो चाहिँ एकदम खतरनाक रहेछ है। बाटै हो यो, यस्तो भए चाहिँ यो पहिलेको मूल बाटो हो गाइस। मेरो चाहिँ पसिना आएर यहाँ खली पसिनाले भरिसक्यो। अहिले चाहिँ म हिँड्दैछु, पुग्न आँटेँ डेस्टिनेसनमा। देखिया छ कि छैन गाइस? यस्तै छ बाटो। बाटो चाहिँ बहुत डेन्जर छ रे। खोलाको आवाज सुन्दै हुनुहुन्छ होला गाइजहरु। खोला चाहिँ धमिलो रहेछ। म चाहिँ आएको थिइनँ कि 1 वर्ष भयो होला यो खोला नभरेको, यता नभरेको। यही भएर बाटो नि यस्तो। यहाँ फेरि सर्प भेटिँदो रहेछ। यता चाहिँ सर्पले ठुङ्गो भने खतम, झन्डै फटा बोली गइरहेछ। यस्तै हो क्या, फटा कुरा आइहाल्छ कहिलेकाहीँ। यो घारीमा चाहिँ सर्प भेटिन सक्छ भनेर चाहिँ मैले भिडियो बनाउँदै हिँड्दैछु।
सर्प भेट्यो भने देखाइहाल्ने भनेर भेट्यो भने मलाई ठुलो भनेको बित्तायो त नभेटियोस् गाईहरू होइन सर्प देखेको नि तपाईँहरूले सर्प फेरि ठुलो भने बित्तायो नि त त्यहीबाट जाउँ होला घारी जङ्गलबाट आहा दुवा हाम्रो दुवाले हेर्नु गाइसहरू एकछिनै म देखाउँछु परबाट देखाउँछु अहिले स्काइवेटर पनि रहेछ क्याट स्काइवेटर ए स्काइवेटर गाइजहरू स्काइवेटर पनि रहेछ दुवा छ यहाँ खोलामा चाहिँ यहाँ पाती चढाउनु पर्छ नि त गाइजहरू पाती चढाउनु पर्यो नि त यता पनि ल पारी क्याम्पिङ गर्नेमा चाहिँ यहाँ यो ठुलो खोला त हुँदैन गाईहरू अहिले पानी आयो भने बिताउँछ पारी चाहिँ गर्नुपर्ने हुन्छ आहा कति मजा आएको नि गाईहरू साह्रै मजा आउँदैछ आज माछा मार्ने पनि भेटिन सक्छ नि यहाँ चाहिँ पर दुवा पौडी खेल्न सक्दिनँ त्यो खोला हेर्नु हाम्रो खोला गाईहरू सुन्या छ कि छैन कस्तो कराउँदैछ खोला हाम्रो यही हो हाम्रो नजिकैको खोला यस्तै छ दुवा हाम्रो ठुलो दुवा मिलदुवा भन्छ मलाई चाहिँ मिलदुवा त्यो हो अहिले त्यहाँ गएर खेल्न सक्छु कि सक्दैन ट्राई गर्छु म अब चाहिँ लागौँ हाम्रो क्याम्पिङ स्थानतिर म चाहिँ खोलामा आइसकेँ गाइजहरू खोला चाहिँ बहुत डेन्जर रहेछ रे यही खोला यत्रो छ ठुलो खोला कत्रो होला पानी आयो भने त मरिन्छ होला यस्तोमा गाईहरू खतरनाक छ खोला चाहिँ आस्ते उर्लेर आएको रहेछ म चाहिँ यहाँ क्याम्पिङको लागि हेर्दैछु गाइज मेरो चाहिँ पसिना देख्न सक्नुहुन्छ गाइजले खोला आइपुग्दा यस्तो भयो मरियो त गाइजहरू हालत खराब मेरो चाहिँ गाइजहरू ओह फेरि खोलो भने म चेट्ने हानिहाल्छ गाइजहरू म चाहिँ यहाँ मेरो सामान देखाउँछु ल गाइजहरू के ल्याएँ भनेर हेर्नु गाइजहरू यहाँ यो चाहिँ झोला हो मेरो एउटा फ्रुटी बिस्कुट दुईटा छन् अनि चाउचाउ 2 PM चाउचाउ दुईटा छन् गाइजहरू आज चाहिँ म यहीँ बस्नेवाला छु हेरौँ अब भरे के हुन्छ हाल अहिले फेरि गाह्रो भयो भने त मरियो त गाइजहरू अहिले चाहिँ म यो बिस्कुट छ नि यो बिस्कुट चाहिँ खाइदिन्छु अनि अरू चाहिँ भरे अहिले बिस्कुट खाउँ गाइजहरू
साह्रै मिठो गाइस रुम साह्रै मिठो मिठो भएर आहा साह्रै मिठो भयो गाइजहरू है पसिनाले नुहाइयो अब चाहिँ नुहाउन जाउँ पर खोलामा चाहिँ म नुहाउन जान्छु अब चाहिँ गाइजहरू ल गाइज हाम्रो गाउँको खोला चाहिँ यस्तै छ है खोला नदी भनौँ न होइन गाइजहरू यस्तै छ नदी लगाइ अब चाहिँ म यहाँ खोलामा नुहाउँछु मात्रै पौडी खेल्नु यहाँ छैन दुवा नुहाउँछु मात्रै पारी जाउँ ल गाइजहरू पारी जाउँ ल गाइज म चाहिँ पारी जाँदैछु है यस्तै छ हाम्रो गाउँमा पानी आएछ बाढी आउँछ क्या गाइजहरू यता उँधो नदेखाउँ उँधो यहाँ म पौडी खेल्छु गाइजहरू अब यहाँ अलिअलि दुवा चाहिँ छैन गाइजहरू है फेरि मलाई डर लाग्छ क्या यस्तो पानीमा चाहिँ खेल्न वासुदेव मल्ल परियो कतिको एङ्गलमा छ त अनि यस्तो यही आयो ल यति भए कन्टेन्ट ल गाइज म चाहिँ अब यो नुहाइसकेँ अब घरतिर जान्छु नुहाएको चाहिँ नदेखाउँ भनेर भिडियो होइन गाइजहरू यस्तो खोलामा चाहिँ तपाईँहरू यो बर्खाको बेला चाहिँ नआउनु होला भन्ने चाहिँ म सुझाव दिन चाहेँ मैले है गाइजहरू यस्तो बेलामा चाहिँ तपाईँहरू नआउनु होला
भन्दै अब म चाहिँ लागेँ उँभोतिर मासतिर जान्छु बस्छु 24 घन्टा कसरी बिताउँछ गाइजहरू मुस्किल छ नि त होइन ल म चाहिँ गाइजहरू यहाँ अघिको ठाउँमा आइसकेँ यहीँ छु पुल्नेरी छु गाइजहरू म चाहिँ है बडी मेरो हेर्नु चाहिँ यस्तो छ लुते ल्याङ्ग्रो भयो के गर्नु गाइजहरू यस्तै छ ओइ गाइज सुन्या छ कि छैन त्यो चाहिँ मलाई थाहा छैन किनभने मैले भिडियो त हेरेको छैन नि त भरे एडिट गर्दा मात्रै हेर्छु त्यही भएको कारण यहाँ तल खोला कराइरहेको छ नि त साह्रै साह्रो त्यही भएर अब 24 घन्टा कसरी बिताउने हो गाइजहरू गाह्रो छ ल हेर्दै गर्नुहोस् गाइजहरू गाइज म चाहिँ अहिले बिस्कुट खाँदै यहाँ बसिरहेको छु यो चाहिँ खोइ कसको गोठ रहेछ तल खोलै छेउमा अनि त्यहाँ बसेको छु बिस्कुट खाँदै फिल्म हेर्दै बसेको छु गाइज दिन त बिताउनु पऱ्यो नि त गाइजहरू भरे रात त बित्ला जसै तसै दिन त साह्रै गाह्रो पो छ त ल घर भेटौँ गाइज अब चाहिँ यहाँ त्यो टुपियान चाउचाउ पकाउनुको लागि चाहिँ यहाँ अब आगो सागो बाल्छु चौका बनाउनु पऱ्यो नि त कराई बनाउनुको लागि ल गाइज त्यही गरौँ ल गाइज अब चाहिँ टक्कसँगले दाउरा खोज्नतिर लागौँ अब चाहिँ दाउरा खोज्छु म यहाँ आज मैले एक रात बिताउने भनेको थिएँ नि गाइजहरू त्यो चाहिँ नहुने भयो सम्भव नहुने भयो किनभने यहाँ खोलामा चाहिँ पानी लास्टै ठुलो पऱ्यो कि गाइजहरू अब चाहिँ म टक्क खाजासाजा खान्छु अनि घरतिर जान्छु ल त्यस्तो डर सेरुवा चाहिँ नमान्नु नि फेरि गाइजहरू यहाँ चाहिँ पानी परेर नि यस्तो बेलामा यस्तो काम चाहिँ गर्नु हुँदैन रहेछ मैले अघि थाहा पाइनँ त्यही भएर चाहिँ अब चाहिँ म आउँदिनँ खोलातिर ल गाइजहरू दाउरा खोज्छु दाउरा एकवटा भेटिगयो एक दुईवटा ल्याउँछु पकाउँछु खान्छु जान्छु त्यही हो गाइजहरू अब अर्कोचोटि नेक्स्ट टाइम के पानी नपरे बेला लगायत पछाडि साइड चाहिँ मेरो देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ चाउचाउ पाक पकाउने कार्यक्रम सुरु हुँदैछ आगो नबलेर पसिना चुहियो आगो नबलेर गाइजहरू त्यहाँ आगो बल्नु अहिले चाहिँ होइन हेर्दै गर्नुहोस् चाउचाउ चाहिँ पाकेर रेडी भइसक्यो मैले चाहिँ मरेर पकाएँ पसिनाले झन्डै मरिन गाइजहरू अब चाहिँ खानुपर्ने हुन्छ ल यसलाई रेडी बनाऊ ल खानको लागि यो चाहिँ समाउनु पर्यो नि चाहियो नि त आजको प्लान त मेरो त साह्रै डेन्जर पो भयो गाइजहरू अब चाहिँ यस्तो प्लान गरिदिनु न काबु भए आगै बल्दैन रहेछ अनि कसरी यहाँ बस्नु पानी लिएर आउँछु ल गाइज खोलाबाट म चाहिँ यसरी पकाएर खान्छु तपाईँहरू कसरी पकाएर खानुहुन्छ कमेन्ट गर्नुहोस् भन्नेलाई ल गाइजहरू मेरो चाहिँ यस्तै छ तरिका
मान्छेहरू को बौलायो भन्दै होलान्। बौलाको चाहिँ अरू कोही होइन, मै हो। घर घर खाउँ कि जस्तो भयो त गाईहरू, के गर्नु। के खाइदिउँ है, होला माथि पुग्न सक्दिनँ होला आज। अब बिरामी हुन्छ जस्तो छ। मेरो त कस्तो जिन्दैछ रहेछ। अब यहाँ टकको मसलाहरू हालौँ। यो पकाउनै बिर्सेछ गाईहरू, मसला पकाउनै बिर्सेछ। के गर्नु, घर गएर खाउँ कि के हो गाईहरू, घर गएर खाउँ। के गर्नु त, घर गएर आनन्दले खानु पर्छ। घरै खाउँ होला हौ, याद गरेर लान्छु माथि गरेर बनाउनु हुन्छ। घर गएर खान्छु गाई, पकाएर मजाले भुटेर खान्छ। भुटेर फेरि चिसो न चिसो न, यो पनि पाकेको छैन। यही बजाइदिउँ भन्दैछ। यो पकाउँछु क्या नि, घरै गएर खान्छु गाई। जिन्दगीमा अब आएछु भन्छ। घर घरै बजाइन्छ। यसमा हाल्छु गाईहरू, यस्तो गरेर राख्नु। यहाँ केले छोला तर्नु आफै कमेन्ट गर्नु, यसरी लाने हो। अब कति बजी पुग्छु होला त घरमा गाईहरू, 4 बज्न आँट्यो। गरेर पकाइदिनु होला। ल गाइज, म चाहिँ लागेको अब घरै पुगेर भेटौँ ल, भोक लाग्यो म चाहिँ। ल गाइज, भिडियो कस्तो लाग्यो लाइक यस्तो होइन। ल गाइज, म चाहिँ घर आइसकेँ होइन गाइजहरू। गर्मीले मारो, कस्तो घाम लागिरहेछ नि, हेर्नु है बाहिर घाम लागिरहेको छ नि, गर्मीले मारो गरेर हत्तु प्राण भएर
चाहिँ घर आइसकेँ, सबै भिज्यो आइजल। अब त्यो अहिलेको चाउचाउ थियो नि त्यो पकाएर खानुपर्ने हुन्छ। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब भन्ने गर्न नबिर्सिनु होला। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न भन्ने नबिर्सिनु होला भन्दै म यो भिडियोबाट बिदा हुन चाहे। बाई, वी विल बी नेक्स्ट ब्याक वाचिङ।